बोलीको भारीमा थिचिँदै आशिका तामाङ हिजो जुत्ता मालिकनी भन्दै खुलेआम विरोध गरेकी पात्र आज उनकै दलको सहकर्मी। त्यो जुत्ता कम्पनी बनाउने गोल्ड स्टार मालिक चाहिँ हिजोसम्म सडकमा उत्रिएर व्यतिथि र गलत प्रवृत्ति विरुद्ध चर्को आवाज उठाउने आशिका तामाङ आज आफै सत्ताको केन्द्र सदनमा पुगेकी छन्। तर प्रश्न उठ्न थालेको छ, आफ्नै बोलीको भार अब उनलाई कति महँगो पर्ने हो। कहिले सडकमा घाइते युवासँग उभिएर जुत्ता बनाउने मालिकनी सदनमा जनताको जुत्ता सडकमा भन्दै तीखो व्यङ्ग्य गर्ने आशिका आज त्यही राजनीतिक धरातलमा उभिएकी छन् जहाँ उनले औँला उठाएकी थिइन्। सामाजिक सञ्जालमा 8 वर्षदेखि सक्रिय आशिका कहिले रुँदै, कहिले चिच्याउँदै, कहिले भिडन्तमा उत्रँदै सिस्टम विरुद्ध एकल अभियान चलाइरहेकी पात्र थिइन्। तर उनको शैली सधैँ विवाद रहित भने थिएन। दुर्व्यवहारको आरोप, पक्राउ, कानुनमाथि चुनौती यी सबै उनको विगतसँग जोडिएका पाटाहरू हुन्। काठमाडौँको धरहरामा निशुल्क पार्किङको विषयमा प्रश्न उठाउँदा म धादिङको मात्रै नेता हुँ भन्ने उनको जवाफले राष्ट्रिय प्रतिनिधिको भूमिका माथि नै प्रश्न खडा गरेको छ। के सांसद आफ्नो क्षेत्रमै सीमित हुन्छ कि राष्ट्रकै जिम्मेवारी बोकेको हुन्छ? त्यति मात्र होइन, धादिङमा सवारी कर नलिन दिएकी चेतावनीले कानुनी राज्यको मर्ममाथि नै प्रहार गरेको भन्दै स्थानीय तहहरू आक्रोशित बनेका छन्। 13वटै स्थानीय निकाय एक ठाउँमा उभिनु सामान्य घटना होइन, यो असन्तुष्टिको सङ्केत हो। हिजो जनताले मलाई काम लगाऊ, जवाफदेही बनाऊ भन्ने आशिका आज आफ्नै प्रश्नबाट बस्न खोजेकी हुन् कि सत्ता पुगेपछि प्राथमिकता फेरिएको हो। लिपुलेखबाट भारत चीन व्यापार पुनः सुरु। नेपालको नक्सा कागजमै सीमित, ओलीको राष्ट्रवाद परीक्षामा बालेन सरकारले के गर्ला? नेपालले आफ्नो नयाँ नक्सामा समावेश गरेको लिपुलेख हुँदै भारत र चीनले सीमा व्यापार पुनः सुरु गर्ने घोषणा गरेपछि नेपालको कूटनीति फेरि एकाएक कठघरामा उभिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाले नेपाललाई प्रत्यक्ष चुनौती दिएको देखिन्छ। तर सरकारबाट भने ठोस प्रतिक्रिया अझै आउन सकेको छैन। सन् 2020मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा सार्वजनिक गर्दै लिपुलेख, कालापानी र लिम्पियाधुरा समेटेर ऐतिहासिक कदम दाबी गरेका थिए। संसदबाट संविधान संशोधन मार्फत पारित गरिएको त्यो नक्सा राष्ट्रवादको प्रतीकको रूपमा प्रस्तुत गरियो। तर आजको यथार्थले गम्भीर प्रश्न उठाएको छ, यदि त्यो नक्सा व्यवहारमा लागू हुन सकेन भने के त्यो केवल घरेलु राजनीतिक लाभको लागि गरिएको कदम थियो? भारतले निरन्तर नियन्त्रणमा राखेको क्षेत्रमा चीनसँग मिलेर व्यापार चलाउँदा नेपाल किन प्रभावविहीन देखिन्छ? भारत चीन सहकार्य नेपाल किन बाहिर? भारत र चीन बीच लिपुलेख मार्फत व्यापार पुनः सञ्चालन हुन केवल आर्थिक गतिविधि होइन, भू राजनीतिक सन्देश पनि हो। दुवै शक्तिशाली छिमेकीले नेपालको दाबी गरिएको क्षेत्रमा सहकार्य गर्नु नेपाललाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु जस्तै देखिन्छ। त्यसो त अहिलेको सरकारको मौनता छनै रहस्यमय छ। कूटनीतिक विरोध नोटसम्म सार्वजनिक नभएको अवस्थामा सरकारमाथि सार्वभौम सत्तामा सम्झौता गरेको आरोप लाग्न थालेको छ। यसैबीच बालेन राष्ट्रिय राजनीतिमा उदाउँदै गर्दा यस्तो संवेदनशील मुद्दा भविष्यको नेतृत्वको लागि लिटमस टेस्ट बन्न सक्छ। राष्ट्रवादको चर्को बहसबीच उनले कस्तो स्पष्ट अडान लिन्छन् भन्ने चासो बढ्दो छ। लिपुलेख केवल भूगोल होइन, यो नेपालको राष्ट्रिय अस्मिता, कूटनीतिक क्षमता र नेतृत्वको विश्वसनीयताको परीक्षा हो। ओलीको नक्सादेखि मोदीको घोषणासम्म आइपुग्दा प्रश्न एउटै उभिएको छ, नेपाल बोल्छ कि फेरि चुप बसेर इतिहास दोहोऱ्याउँछ? सत्ता हातमा नआउँदै रासपाको क्लिन स्विप अभियान, 1100 बढी राजनीतिक नियुक्ति हटाउने अल्टिमेटम नमाने निलम्बनको चेतावनी।
नयाँ सत्ता सम्हाल्ने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पुरानो राजनीतिक नियुक्ति विरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ। नयाँ जनादेश नयाँ संरचनाको नारा अघि सार्दै रासपाले अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई तत्काल पद त्याग्न अल्टिमेटम समेत दिएको छ। रासपा प्रवक्ता मनिष शाहले स्पष्ट चेतावनी दिएका छन्। स्वेच्छाले नहटे सरकार बने लगत्तै निलम्बन र हटाउने प्रक्रिया सुरु हुन्छ। स्रोतका अनुसार राष्ट्र बैंकका गभर्नरदेखि राजदूत विश्वविद्यालयका पदाधिकारी र विभिन्न संस्थानमा करिब 1170 भन्दा बढी राजनीतिक नियुक्तिहरू अहिले निशानामा परेका छन्। रासपाले अब भागबण्डा होइन क्षमताको नीति लागू गर्ने दाबी गर्दै मेरिटको आधारमा नयाँ नियुक्ति गर्ने घोषणा गरेको छ। तर यता पदाधिकारीहरू चुप लागेर बस्ने मुडमा छैनन्। कतिपयले खुलेआम चेतावनी दिएका छन्, जबरजस्ती हटाइए अदालत जान्छौं। यस्तै पूर्व सचिव शारदा प्रसाद त्रितालले अझै कडा धार राख्दै भनेका छन्, राजनीति मात्र होइन अदालत र संवैधानिक निकायमा भएको विवादास्पद नियुक्ति पनि खारेज हुनै पर्छ। अब प्रश्न उठेको छ, के रासपाको यो सफाया अभियानले पुरानो शक्ति संरचना भत्काउनेछ वा कानुनी लडाईँमा अल्झिएर आफै सङ्कटमा पर्नेछ? देश नयाँ राजनीति टकरावको सङ्घारमा उभिएको छ। आन्दोलनको पर्दाफास के राजनीतिक खेल। माइती घरमा रक्षा बममाथि आक्रमण, बेपत्ता मिरज ढुङ्गाना र रोकिएका प्रतिवेदनले उठायो ठूलो संशय। गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिएकी सामाजिक अभियन्ता रक्षा बम आज आफै जनआक्रोशको घेरामा परेकी छन्। माइती घरमा प्रदर्शनका क्रममा केही घाइते जेन्जी प्रदर्शनकारीहरूले उनलाई जेन्जी हत्यारा भन्दै दुर्व्यवहार गरेका छन्, जसले आन्दोलनभित्रको आक्रोश र अविश्वास सतहमा ल्याइदिएको छ। रक्षा बम र मिरज ढुङ्गाना जेन्जी आन्दोलनका अगुवा अनुहार थिए, तर आन्दोलनको अघिल्लो दिन विभिन्न राजनीतिक दलका नेतासँग भेटेका मिरज ढुङ्गाना अचानक बेपत्ता भएर सडकमा अग्रपङ्क्तिमा उभिन् केवल रक्षा बम। यही बिन्दुबाट सुरु भएको शङ्का आज सडकमै आक्रोश बनेर विस्फोट भएको देखिन्छ। घाइते प्रदर्शनकारीहरूको आरोप छ, आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइयो र त्यसको मूल्य आफूहरूले रगत बगाएर चुकाउनु पर्यो। यही कारणले उनीहरूले सिधै रक्षा बममाथि औँला ठड्याएका छन्। तर यसैबीच बमले सरकारतर्फ झन् गम्भीर र सिधा प्रश्न तिर्साएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनी सोचिन्, मेरो हातमा रगत लागेको छ कि छैन म जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन सरकारले स्पष्ट पारोस्। शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी बन्यो? गोली चलाउने आदेश कसले दियो? सिंहदरबार जलाउने सलाई कसको हातमा थियो? उनको दाबी छ, यी सबै प्रश्नको उत्तर अब व्यक्तिगत स्पष्टीकरणले होइन, गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर मात्र दिन सकिन्छ। यहीबाट अर्को गम्भीर प्रश्न उठ्छ, यदि सरकारसँग लुकाउन केही छैन भने किन अझै प्रतिवेदन सार्वजनिक गरिएको छैन? कि सत्य बाहिर ल्याउन ढिलाइ भइरहेको छ? माइती घरमा रक्षा बममाथि भएको दुर्व्यवहारले अब आन्दोलनको दिशा नै प्रश्नमा परेको छ। अब निर्णायक प्रश्न यो छ, सरकारले कहिले सार्वजनिक गर्छ प्रतिवेदन? अझै मौन बसेर जनआक्रोशलाई विस्फोटतर्फ धकेल्ने त होइन।